यो 5 र 6 को फरक कति हो 5 र 6 को फरक कति छ त 1 को फरक छ 5 र 6 को फरक कति छ 1 को फरक छ त्यस्तै 6 र 9 को फरक कति छ 6 र 9 को फरक कति छ 3 को फरक छ 6 र 9 को फरक कति छ 3 को फरक छ 9 र 15 को फरक कति छ 9 र 15 को फरक कति छ 6 को फरक छ 9 र 15 को फरक कति छ त 6 को फरक छ अब यो 15 भन्दा पछाडी कतिको फरक हुन्छ र यो खाली ठाउँ र यो 40 को फरक चाहिँ कतिको हामीले सुरुमा यो पत्ता लगाउनु पर्यो 15 भन्दा पछाडी कतिको फरक हुन्छ र 15 र यो खाली ठाउँको फरक कति हो यो पत्ता लगाउनु पर्ने हो दुई ठाउँ हामीलाई थाहा छैन लेख्नु भयो नि है संख्याको अन्तर निकाल्ने नयाँ क्वेशन आयो नपढेको क्वेशन आयो फर्स्ट टाइम एक्जाममा देखेको क्वेशन आयो भने फटाफट हामीले के गर्छौं संख्याको अन्तर निकाल्छौं अब अन्तरमा आयो नम्बर अब अन्तरमा साझा संख्या आइदिएको भए जस्तै 3 3 3 3 भइदिएको भए 6 6 6 6 भइदिएको भए त्यही अनुसार जान्थ्यो हामीले संख्याको अन्तर निकाल्यौं तर अन्तरमा भएको संख्यालाई हेरेर यस पछाडी यही नम्बर आउँछ भनेर भन्न सकेनौं वा अन्तरमा साझा संख्या आएन वा के भएन त अन्तरमा साझा संख्या आएन भने अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्ने अन्तरमा साझा संख्या नभएमा हो अन्तरमा साझा संख्या नभएमा अन्तरको पुनः अन्तर निकाल्ने हो अन्तरको के गर्ने त पुनः अन्तर चाहिँ निकाल्ने फेरि डिफरेन्समा भएको नम्बरको फेरि पनि डिफरेन्स निकाल्ने हो अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्ने है जस्तै यहाँ हेर्नुस् अब तपाईले एकचोटी संख्याको अन्तर निकाल्नुभयो यो नम्बरलाई हेरेर यही हो भनेपछि तपाई यहीबाट अगाडि जाने यदि भन्न सकिएन भने फेरि अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्ने कतिखेरसम्म पुनः अन्तर निकाल्ने कतिखेरसम्म भन्दा जबसम्म साझा संख्या आउँदैन तबसम्म निकाल्ने हो जबसम्म साझा संख्या पत्ता लाग्दैन तबसम्म तपाई अन्तर निकाल्दै जानुहुन्छ भनेको कहिलेकाहीँ एक्जाममा गाह्रो क्वेशन आयो भने यसरी गर्छौं के जस्तै 1 र 3 को फरक यहाँ कति आयो 2 यो 3 र 6 को फरक कति आयो 3 अब 6 भन्दा पछाडी यो खाली ठाउँको फरक कति हो यो खाली ठाउँ भन्दा पछाडी यो खाली ठाउँको फरक कति हो भने हेर्नुस् है हामीले पहिलो चरणमा यो क्वेशन नपढेको भयो एक्जाममा नदेखेको क्वेशन आयो हैन म यो क्वेशन गर्न सक्दिन भन्ने भो अनि हामीले संख्याको फटाफट अन्तर निकाल्यौं हेर्नुस् है अन्तर निकाल्यौं अनि अन्तरमा भएको संख्याहरुलाई विश्लेषण गरियो यो अन्तरमा भएको संख्याहरुलाई विश्लेषण गर्यौं यसपछि यही हो भन्न सकेनौं नसके चाहिँ अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्यौं पुनः अन्तर कतिखेरसम्म जबसम्म साझा नम्बर आउँदैन यसरी पुनः अन्तर निकाल्दा यसमा पनि 2 यसमा पनि 2 यसमा पनि 2 यसमा पनि 2 भएको भए यो 2 भएको भए 2 2 लेख्थ्यौं आनन्दै हुन्थ्यो हो नि हैन यदि यहाँ 3 3 भएको भए यसलाई पनि 3 लेख्थ्यौं यदि साझा अन्तिममा साझा संख्या आएको भए तपाईले जे आउँछ त्यही कन्टिन्यू लेख्नुहुन्थ्यो त्यो मैले नसिकाए पनि तपाईहरुले आफै लेखिहाल्नुहुन्छ तर यदि अन्तरको अन्तर निकालियो तर अन्तिममा गएर साझा संख्या आएन हामीले अन्तरको पनि अन्तर निकाल्यौं तर अन्तिममा चाहिँ साझा संख्या आएन भने हामीले अन्तिममा तीनवटा कुरालाई विश्लेषण गर्नुपर्छ अन्तिममा तीनवटा कुरा ध्यान दिने कस्तो अवस्थामा यदि अन्तिममा साझा संख्या आएन अन्तिममा गएर साझा संख्या आएन भने तीनवटा कुराहरु ध्यान दिने एउटा संख्या के हुन सक्छ विश्लेषण गर्दा सार्नु है कपीमा अन्तिममा के हुन सक्छ त अब 2 3 पछि अब के हुन्छ कस्तो प्याटर्नले अगाडि बढ्न सक्छ त भन्दा के संख्या बढ्दो क्रममा हुन्छ हो बढ्दो क्रममा हुन सक्छ हेर्नुस् है के संख्या बढ्दो क्रममा हुन सक्छ अन्तिममा के चाहिँ संख्या घट्दो क्रम हो घट्दो क्रममा हुन सक्छ हेर्नुस् अन्तिममा के संख्या बढ्दो क्रममा हुन सक्छ के अन्तिममा संख्या घट्दो क्रममा हुन सक्छ के अन्तिममा संख्या के हुन सक्छ दोहोरिएर बसेको अन्तिममा के हुन सक्छ त संख्या दोहोरिएर बसेको हो अन्तिममा के संख्या के हुन सक्छ त दोहोरिएर बसेको हुन सक्छ अन्तिममा हामीले तीनवटा कुरा विश्लेषण गर्छौं कि संख्या बढ्दै गएको हुन्छ कि संख्या घट्दो क्रममा हुन्छ कि संख्या के हुन्छ त दोहोरिन्छ कि संख्या बढ्छ कि संख्या घट्छ कि संख्या के हुन्छ त दोहोरिन्छ त्यसमा के हो त सर यो बढ्ने घट्ने दोहोरिने भनेको भन्दा अन्तिममा 2 3 लेखेपछि कि 2 3 2 3 2 3 2 3 दोहोरिँदै जान पाए हैन कि चाहिँ 2 3 4 5 6 7 बढ्दै जान पाए यहाँ चाहिँ घट्ने 2 3 भइसक्यो त घटेन नि त कि संख्या बढ्छ कि संख्या घट्छ कि संख्या के हुन्छ त दोहोरिन्छ है ल मानौ अब यहाँ मनमा के आयो त के चुज गर्ने सर भन्दा यो
एउटा चुज गरिहाल्ने त्यही प्याटर्न मिल्छ नभए अर्को चुज गर्ने हो एकैचोटि ठ्याक्कै यही गर्ने भन्ने थाहा हुँदैन है जस्तै मानव दोहोरियो तपाईलाई 2 3 2 3 2 3 मानव अन्तिममा चाहिँ संख्याहरू दोहोरिएको छ भन्ने मनमा लाग्यो प्याटर्न तपाईले 2 3 2 3 लेख्नु भयो भने मानव 2 3 2 3 2 3 हुँदै गयो हामीले यो विश्लेषण गर्यौं भने यहाँ के हुन्छ यो 6 र 2 जोडेर यो संख्या बन्छ यो 6 र 2 जोड्दा यो कति हुन्छ 6 र 2 जोड्दा यहाँ 8 हुन्छ हेर्नुस् यो 6 र 2 जोड्दा यहाँ कति भयो त 8 भयो अब यो 8 हो भन्ने थाहा भइसकेपछि यो 8 र 3 जोड्दा यो संख्या बन्छ 8 र 3 जोड्दा कति हुन्छ 8 3 11 हुन्छ 8 3 कति हुन्छ त 11 हुन्छ हेर्नुस् है 6 र 2 जोड्नु 6 र 2 जोड्दा 8 8 3 कति भयो त 11 भयो हैन त अब यो 8 हो भन्ने थाहा भयो मानौ तपाईलाई यो 8 हो भन्ने थाहा भयो भने यो 15 र 8 जोडेर यो संख्या बन्छ यो 15 र 8 जोडेर यो संख्या बन्छ 15 8 जोड्दा यहाँ कति आयो 23 आयो ल हेर्नुस् हाम्रो एन्सर कति आयो त 23 आयो अब त्यो 23 एन्सर मिल्यो कि मिलेन ल भन्नुस् 23 एन्सर मिल्यो कि मिलेन ल लेख्नुस् त च्याटमा साथीहरु त्यसरी हामीले गर्दा 2 3 2 3 राख्दै जाँदा एन्सर 23 आयो अब आएको 23 चाहिँ एन्सर राइट हो कि होइन मिलेन हैन कसरी चाहिँ मिलेन त भन्दा यो 23 र यो 11 जोड्दा यो संख्या आउनु पर्यो के यदि यो 23 र 11 जोड्दा यो 40 आयो भने एन्सर मिल्यो यदि यो 23 र 11 जोड्दा 40 आयो भने एन्सर मिल्यो र यदि यो 23 र 11 जोड्दा यो 40 आएन भने एन्सर मिलेन हेर्नुस् है 23 र 11 जोड्दा 40 आयो त आएन अब यो 23 एन्सर मिलेन भनेको त्यो नमिलेको होइन यसको तल चुज गरेको नम्बरै नमिलेको हो कि यहाँ चुज गरेको नम्बरै नमिलेको हो यसको तल यहाँ चुज गरेको नम्बरै नमिलेको हो त्यसो यहाँ अब के हुन सक्छ त हेर्नुस् त अब नयाँ सोचौं 2 3 2 3 त होइन रहेछ अब के होला अब के होला अब के होला भनेर सोचौं अब बढ्दो क्रम हेरौं अर्को प्याटर्न 2 3 4 5 हैन अब 2 3 2 3 होइन भन्ने हामीले थाहा पाइहाल्यौ कसरी थाहा पायौं भन्दा यो 23 र चाहिँ 11 जोड्दा 40 होइन हैन अब 2 3 4 5 नयाँ कुरा सोच्यौ हामीले के सोच्यौ त भन्दा 2 3 4 5 अब बढ्दो क्रममा हो कि हैन बढ्दो क्रममा हो कि 2 3 4 5 अब यो 4 राखेपछि यो 6 र 4 जोड्दा यो संख्या बन्छ 6 र 4 जोड्दा यहाँ कति भयो 10 यो 6 र 4 जोड्दा कति 10 अनि यो 10 र 5 जोड्दा यहाँ कति भयो 15 10 र 5 जोड्दा कति भयो यहाँ 15 यो 10 हो भन्ने भएपछि यो 15 र 10 जोडेर यो संख्या बन्छ 15 10 यहाँ 25 अब यो एन्सर 25 हो कि हैन हेर्नुस् है 15 र 10 जोड्दा यो 25 आयो भने यो 25 एन्सर मिल्यो कि मिलेन कसरी थाहा हुन्छ भन्दा यो 25 एन्सर मिल्यो कसरी थाहा भयो त भन्दा यो 25 र यो 15 जोड्दा यो 40 आउनु पर्यो हो आयो हेर्नुस् त 25 र 15 जोड्दा 40 आयो हेर्नुस् यदि यो 25 र 15 जोड्दा 40 आयो भने एन्सर मिल्यो तर यदि यो 25 र 15 जोड्दा 40 आएन भने एन्सर मिलेन 25 र 15 जोड्दा 40 आएन भने एन्सर मिलेन म यहाँबाट यो यही टाइपको क्वेशनहरु म यहाँ लेखाइदिन्छु ल तपाईहरुलाई अर्को पनि सार्नुस् है 2 8 18 32 50 वाट यो क्वेशन पनि सार्नु है म यही टाइपको क्वेशनहरु तपाईहरुलाई यहाँ लेखाइदिन्छु अ 7 25 61 सार्नु भएको छ हैन त फटाफट सारेर गर्नुस् है ल एउटा यो सोधेकै क्वेशन छ एक्जाममा आएको लास्ट इयर आछ 0 4 18 48 100 वाट टू बाई 3 4 बाई 7 watt 11 by 21 16 upon 31 2.2 14.8 40 90.4 वाट ल अब हेर्नुस् है अब यसमा फटाफट निकाल्ने हेर्नुस् नम्बरहरु चाहिँ फटाफट निकाल्दै जाऊ यी 3 र 20 हेर्नुस् त यो 20 बाट 3 घटाइदिनुमा यहाँ कति आयो 17 आयो ल हेर्नुस् अब 63 मा 20 घटाइदिनु भयो कति आयो 43 हेर्नुस् 4 मा 3 घटाउनु भयो 1 14 मा 6 घटाउँदा 8 81 हैन
5 मा 4 घटाउनु भयो 1, 7 मा 4 घटाउनु भयो 3, 2 मा 1 घटाउनु भयो 1, 131 हैन। यस पछाडि कतिको अन्तर चाहिन्छ भनेर तपाईले यहाँ वाट निकाल्नुहुन्छ है। अब सुरुमा हामीले यो नम्बरहरुलाई हेरेर हैन, यो संख्याहरुलाई हेरेर यो यसपछि यही हुन्छ भनेर हामीले निकाल्न सक्यौं। पहिलो चोटी अन्तर निकाल्यौं, अन्तरमा भएको संख्यालाई प्रयोग गरेर यस पछाडि यही हो भन्न सक्यो भने सबैभन्दा राम्रो त्यही भयो। सबैभन्दा राम्रो भयो। तर सकेनौं, हामीले अन्तर निकाल्यौं, अन्तरमा भएको संख्यालाई प्रयोग गर्न सकिएन भने अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्ने, घटाउनु चाहिँ पर्यो के चाँडो, पुनः अन्तर निकाल्दिने। एकचोटि अन्तर निकाल्यौं, अन्तरमा भएको नम्बरबाट यसपछि यही आउँछ भन्न सकेन भने अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्दिन्छौं। पुनः अन्तर निकाल्दिने भनेको यो 43 बाट 17 घटाइदिनुस्। हेर्नुस् त, जस्तै यहाँ 13, 7 6 13 हैन, 3 भनेपछि 2 26, यो घटाउनुस् त कति आयो, 11 मा 3 8, 7 4 3 38, यो कति भयो 0 5। अब यस पछाडि कतिको अन्तर आउँछ भने हेर्नुस् है, हामीले संख्या नपढेको क्वेशन देख्यौं हैन। पहिला फटाफट संख्यालाई घटायौं, अन्तर निकाल्यौं, अन्तरमा भएको नम्बरको हामीले विश्लेषण गरेर यसपछि यही आउँछ भन्ने भएपछि तीबाट माथि हामीले बढ्ने हो। तर हामीले संख्याको अन्तर निकाल्यौं, अन्तरमा भएको संख्यालाई विश्लेषण गरेर यस पछाडि यही आउँछ भन्न सकेनौं भने अन्तरमा भएको संख्याको पुनः अन्तर निकाल्यौं। कतिखेरसम्म अन्तर निकाल्ने त सर भन्दा जबसम्म साझा नम्बर आउँदैन, जबसम्म तपाईले यस पछाडि यही हो भनेर भन्न सक्नुहुन्न तबसम्म संख्याको अन्तर निकाल्नु पर्यो। फेरि निकाल्नु साझा संख्या आउँजेलसम्म कति 12 हैन। यो ल हेर्नुस् 12। अब यस पछाडि कतिको अन्तर हुन्छ त, ल हेर्नुस् अब गेस गर्नुस् त। अब त साझा संख्या आयो नि त, अन्तरमा साझा संख्या पत्ता लाग्यो नि त। तपाईलाई यसको र यसको फरक 12 हो, यसको र यसको फरक 12 हो भन्ने थाहा भइसकेपछि यो 50 र यो खाली ठाउँको फरक पनि पक्कै पनि 12 हुन्छ। ओ यसको फरक पनि पक्कै पनि 12 हुन्छ कि हुँदैन, ल हेर्नुस् है 12 हुन्छ नि त, कन्फर्म हुन्छ नि त। त्यसपछि यो 50 र यो 12 जोडेर यो संख्या बनाउनुस्। 50 र 12 जोडेर यहाँ कति आउँछ, 62 आउँछ। ल हेर्नुस् है 50 र 12 जोडेर यहाँ कति आयो 62। तपाईलाई यो 62 भन्ने थाहा भएपछि यो 131 र यो 62 जोडेर यो संख्या बनाउनुस्। 2 र 1 3 6 3 9 1 193। अब तपाईलाई यो 193 हो भन्ने थाहा भइसकेपछि 275 र यो जोडेर यो संख्या बनाउनुस्। 5 3 8 9 र 7 16 को 6 1 2 1 3 1 4 468। एन्सर कति आयो त 468। बनाउँदा त्रिभुज जस्तो बन्ने भएको हुनाले यस्ता टाइपका चाहिँ सिरिजहरुलाई हामीले ट्रायंगुलर प्याटर्न सिरिज पनि भन्छौं। एन्सर निकाल्दै त्रिभुज जस्तो बन्न सक्छ हैन। हो कतिसम्म चाहिँ अन्तर निकाल्ने त सर भन्दा जबसम्म साझा नम्बर आउँदैन, जबसम्म तपाईले यस पछाडि यही हो भनेर भन्न सक्नुहुन्न तबसम्म हामी संख्याको अन्तर निकाल्दै जान्छौं। अन्तिममा आएर यसपछि यही हो भन्ने थाहा भएपछि यहाँबाट फटाफट जोड्दै माथिसम्म पुग्नुहुन्छ। ओके छ, मिल्यो साथीहरु? ल अब यो निकाल्नुस्। ल अब हेर्नुस् फटाफट संख्याको अन्तर निकालौं है। यसको र यसको फरक 8 मा 2 घटाइदिनु भयो कति आयो 6 को फरक आयो। 18 मा 8 घटाइदिनु भयो 10 को फरक आयो। 32 मा 18 घटाइदिनु कति 14 हैन, 14 हैन त। अब यहाँ 32 चाहिँ उसको 50 को फरक कति छ 18। अब यसपछि कतिको फरक होला भन्ने भयो। हेर्नुस् है पहिला सुरु हामीले फटाफट अन्तर निकाल्यौं। यो नम्बर हेरेर यसपछि यही हो भन्नुभयो भने तपाई तल आउनु पर्दैन के। यो नम्बरहरुलाई हेरेर प्रयोग गरेर यसपछि यही हो भन्नेपछि यहीबाट माथि बढ्न सक्यो नि त। यहीबाट तपाई फटाफट माथि जान सक्नुहुन्छ है। तर सक्नु भएन भने फेरि तल आउने हो, फेरि एक स्टेप जाने। 10 मा 6 घटाइदिनु भयो 4 प्लस 4 हैन। यो हेर्नुस् प्लस 4 हैन, यो पनि प्लस 4। अब यस पछाडिको संख्या हेर्नुस् त 4 4 4 पक्कै पनि प्लस 4 18 4 यो कति हुन्छ 22 हैन। यो भनेको कति आयो त 72। ठ्याक्क 18 4 22 फेरि 50 र 22 जोडेर यो नम्बर बन्यो हो। यसरी निकाल्ने। अब अन्तिममा तपाईको एउटा समान संख्याले बढ्छ भन्ने मात्र हुन्न, अन्तिममा तपाईले हेर्दा जहिले फेरि समान संख्याले अन्तिममा समान संख्याले बढ्ने घट्ने गुणन पनि हुन सक्छ, गुणन भाग हुन सक्छ। अन्तिममा चाहिँ समान संख्याले बढ्दै जाने। जस्तै 4 4 ले बढ्यो भने जस्तै 4 4 ले गुणन भएको पनि हुन सक्छ नि। इन्टु 4 इन्टु 4 इन्टु 4 इन्टु 4 भएको हुन सक्छ। डिवाइडेड बाइ 2 डिवाइड बाइ 3 डिवाइड बाइ 2 डिवाइड बाइ 3 डिवाइड बाइ 2 डिवाइड बाइ 3 त्यसरी पनि हुन सक्छ। समान संख्याले गुणन हुने, समान संख्याले भाग गर्ने, समान संख्याले बढ्ने, समान संख्याले घट्ने हुन सक्छ। हामीले विश्लेषण त्यसरी गर्नु पर्यो। ल अब यसमा हेर्नुस् अन्तर निकाल्नुस्।
तपाईले यसको ट्रिक जान्नुभयो भने त्यही अनुसार गर्दै जान पनि सक्नुहुन्छ फेरि अन्तरै निकाल्नु पर्छ भन्ने हुन्न पढेको जानेको ठ्याक्कै ट्रिक थाहा भएको क्वेसन आयो भने त त्यही अनुसार अगाडि बढ्न सकिन्छ भएन भने फटाफट निकालौँ यो 25 बाट 7 घटाउँदा कति आयो हेर्नुस् त 18 हो अब यस पछाडि कति आउँछ हेर्नुस् 25 र 61 को यहाँ 11 11 मा 5 घटाए 6 यो 5 5 मा 2 घटाए 3 36 हैन ल हेर्नुस् है 36 हैन 1 मा 1 घटाए 0 12 मा छ 60 हैन 60 को फरक अब यस पछाडि कतिको फरक आउँछ हामीले निकाल्नु पर्यो 18 36 60 हो यस पछाडिको फरक कति हो हामीले निकाल्नु पर्यो हैन फेरि यसको पनि अन्तर निकाल्दिनुस् फेरि यसको पनि अन्तर निकाल्दिनुस् हैन 18 र 36 को फरक 18 प्लस 18 फेरि 36 र 60 को 36 चाहिँ कति भयो हेर्नुस् त 36 4 40 भनेपछि यो कति भयो 24 को फरक भयो हो अब यसपछि कतिको फरक हुनु पर्छ त ल ल यो यतिसम्म गरेको बुझ्नु भएको छ हेर्नु है साथीहरु यतिसम्म गरेको क्लियर भयो अब कतिको होला त हेर्नु 18 18 24 24 छ 30 को फरक हुने भयो नि भयो कि भएन हेर्नुस् त 18 18 छ 24 24 छ कति 30 को फरक हुने भयो हैन 30 अब 30 राखौं 30 र 60 30 गर्दा 90 हेर्नु 0 1 9 10 11 को एक हातलाई 1 1 ल सरी हेर्नुस् त 1 9 10 11 एक हातलाई 1 1 र 1 2 211 आन्सर कति आयो त 211 आयो आन्सर आयो हो तपाईले नयाँ नयाँ क्वेशन म्याक्सिमम भन्दा म्याक्सिमम नम्बर साइजका क्वेशनहरु चाहिँ यसरी मिलाउन सकिन्छ कि नयाँ क्वेशन देख्यौ गर्न सकेनौ यो क्वेशन म छोड्छु जस्तो लाग्यो तपाईलाई एक्जाममा भने फटाफट संख्याको अन्तर निकालिदिहाल्नु कि म यो गर्न सक्दिन जस्तो लाग्यो कि संख्याको अन्तर निकालिदिहाल्नु अन्तरमा भएको संख्यालाई विश्लेषण गरेर यस पछाडी के आउँछ पत्ता लगाउने म्याथ जान टाइम लाग्छ